वेलकम टु माई अनदर भिडियो। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै आरामै छु। अनि अहिले चाहिँ हामी तोखाको भुटखेलमा छौँ। अनि अहिले चाहिँ म हाम्रो कलेजको के पो प्रोग्राम थियो, जे भए पनि भेटघाट कार्यक्रम थियो। अनि मैले चाहिँ गएर आइसकेँ। राम्रै लाग्यो कलेज, सबै कस्तो राम्रो थियो क्या फेसिलिटिजहरू, तर ठिकै थियो। अब त्यही हो। अनि हामीलाई चाहिँ शुक्रबारसम्म बोलाउनु भएको छ 8 बजे। सिकियो, धेरै ज्ञान सिक्यो। के भन्छ, हार नमान्नु, अघि बढ्नु, आफ्नो एम्बिसनलाई फलो गर्नु भन्ने के भन्नुहुँदैछ, त्यही सिकेँ। अनि खराएर कछुवाको पनि 1 भाग मात्र सुनेको थिएँ, 3 भाग सुनेर आएँ। के भन्छ, त्यो 3 भाग, त्यो पार्ट 3 मा चाहिँ टिमवर्क गर्नु, हार नमान्नु, एकअर्कालाई साथ दिएर अघि बढ्नु, एक दिन अवश्य सफल हुन्छ भन्ने यस्तै ज्ञान सिकेर आएँ। अनि अझै मलाई आशा छ मैले अझै त्यो कलेजमा पढेर अझै राम्रा ज्ञान सिक्नेछु भनेर मलाई पूर्ण विश्वास छ। तर त्यहाँको कलेजको इन्भाइरोमेन्ट चाहिँ राम्रो लाग्यो मलाई। सबै हरियाली थियो, एकदम पिस थियो क्या। त्यहाँ कति धेरै मान्छे थियो, त्यही पनि त्यस्तो हो होला भन्ने मलाई चाहिँ लागेन। अनि त्यो बाटोतिरकै वरिपरि यता छेउछाउ सबै रुखहरूले उयो गरेको, अनि राम्रो थियो सबै। कति लेभलको छ अहिले? प्रोग्रेस जाम, हामी निउलाहरू काम छैन। मेरो युट्युब च्यानल सब्सक्राइब गरिदिनु होला। रक्षा बान्चौराई जिरो, तिमी पनि आउँछ भ्लगमा। त्यो भाइ चाहिँ यहाँ भर्खर चिनाजाना भएको। तिम्रो घर कता हो? यतै के हो नगए त हावा खानु? यसो लगाएको अनि तिमी? ल हामी चाहिँ अहिले ढोर जाँदैछौँ। ढोरमा के छ अरे, झर्ना छ अरे। त्यही झर्नाको यस्तो एक्सप्लोर गर्नु गएको छु। विदेशका रातो न रातो छ। नेवारहरूको छ अरे होइन? दामी
खुट्टा काम तर खै किन हो किन यो बात चाहिँ भयो त कोमामा जान्छु त कन्फिडेन्स छ मसँग simple living I think तोखा नगरपालिका 2 कसरी किन यता त बस्ती रहेछ त बस्ती विद्यालय कति धेरै मनपर्छ छ यो यता त किन यति चाहिँ गाडीको बिच नगरेको बाटो अझै बनेको पहिला राष्ट्रिय तल छ यो नजिकै छ ल बाटो चाहिँ यस्तो छ भरे आउँदा चाहिँ दुःख पाइन्छ के उकालोमा जाँदा त ठिकै हो छैन उता बाज्यो पानी भएको भए त आवाज पानीको अभागी खप्पर जा गए नि ठक्कर अलिअलि छ होला जस्तो लाग्यो है आज सोमबार मन्दिर परिसर सफा राखौँ सदा बुझेन मैले कहिले यसलाई बाले दिन खोइ कता हो तपाईँको झरना झरना त राम राम कता हो झरना के झरना भयो झोर कि ढोर झोर हौ झोर झरनाको पानी नै छैन खै कुन कहाँ यो झरना हो त यो त पहिरो पो त कसले भन्छ यो झरना नजाउँ तल पानी त छैन होला तपाईँ गएर हेर्नु त यताबाट जाऊँ न सर्टकटी यसो पानी भयो खुट्टा भिजाउनुहुन्थ्यो जिन्दगीले अनि यस्तो खोइ खोइ त कताबाट जाने हो यताबाट होला होइन कति तल हो क्या यार खुट्टा दुखिसक्यो काठमाडौँ खोइ जा आमा त्यति तल म जाँदिनँ जानु तपाईँले त्यत्रो तल को जान्छ यार अलिक राम्रो भयो त यस्तो हुन्छ पनि पानी पनि छैन जस्तो लाग्यो
हामी चाहिँ अब तलै गएर भेट्यो होला झरनामा झरनामा फर्सीहरू पनि रहेछौँ इस्कुस फर्सी झरना चाहिँ आयो झोर्किलोर झरना पानी नै छैन पानी नहुने अद्भुत झरना अन टाइम आइएछ बौद्धेश्वर महादेव गुफा झरना जान त उता पानी यसो हेरौँ सत्यम शिवम सुन्दरम यस पवित्र तीर्थस्थल श्री बौद्धेश्वर मन्दिर झरनामा पाल्नुको यस्तो गर्मीमा पौडी हुनु पाए biggest waterfall of Nepal. Welcome to the land of opportunity. मेरो त बस होला त यो झरनाले त डर लाग्यो अब जानु र यता भित्र जानु पाइँदैन खतरा खतरा ढुङ्गा हो क्या क्या मस्त बेकार के जिन्दगी बेलैमा बुद्धि लाग्ने दुःख पाइन्छ योभन्दा सिमलटार उता गएको भए थियो भने मलाई झरना ल्याउने अरे पानी नै छैन झरना हो थाक्यो अब यत्रो खाले कसरी निस्केर जानु त्यही टेन्सन छ मलाई चाहिँ यता पनि फुल पानी हुन्छ होला है फुल पानी हुन्छ होला कि यता पनि शिवलिङ्ग रहेछ शिवलिङ्ग यहाँ के माछा छ माछा रहेछ हेर्नु न गोल्डन फिस ऊ कत्रो खै उता देख्नु भएन हौ यस्तो माछा यस्तो बाक्छ र खोइ त्यस्तै माछा जस्तो लाग्यो मलाई ऊ शिवलिङ्गहरू हेर्नु न कृपया जुत्ता छ जाउँ न माथि खम गएर आउँछु जुत्ता चप्पल यहाँ राख्नु अरे जुत्ता चप्पल कहाँ खोल्नु पर्ने हो यहाँ चाहिँ पूजा गर्ने ठाउँ होला सायद म चाहिँ चप्पल लगाएको अब टकडक टक्रो माछा धेरै छैन रहेछ यहाँ घन्टी बजाऊ ल बज्दैन त कि बजाउनु नखेको ओहो खतरा रहेछ त भित्र त यसको मात्रै यहाँ अन्त शीतल छ जुत्ता खोलेर आउनु न यहाँ जुत्ता खोल्ने ठाउँ यतै होला यहाँबाट त यहाँ छ म तलै खोलेँ खतरा छ दामी छ दामी मेरो जगर्स भिज्छ होला है म भित्र गयो भने तर दामी छ आनन्द शिवलिङ्ग सानो तर दामी छ हौ पानी नआए पनि अरू चाहिँ होइन यो ठाउँ चाहिँ दामी लाग्यो गुफा कस्तो तप 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 पानी चुहिरहेछ देखेको छैन होला क्यामेरामा सक्स पनि गनाउने सक्स पनि आज त खोलिदिनु भएको यत्तिको चाहिँ हुनु पऱ्यो यहाँ देखाउनु त मलाई म मेरो जगस पठाउँछु हेर्नु त्यहाँ कस्तो सानो भित्र जान्छु तपाईँको त गनाउने भुटालेर नआउनु है भित्र आउनु आउनु जानु भित्र अन्त ओ पुण्यमा यस्तो पनि बनाएको छ हामी पनि बनाउनु यस्तो कता ढुङ्गाहरू झन् नहुने भएको छु मेरो ढुङ्गा ढुङ्गै छैन क्या ढुङ्गै छैन ढुङ्गा छन्द छ तर यसको बेको लागि चाहिँ ढुङ्गै छैन
यही भएको छैन यही भएको छैन कसरी बनायो हो त्यो बनाउँ भनेको ढङ्गले सिक्दैन एउटा सानो राख्नु भयो गाइस फाइनली आई डु इट यो चाहिँ के हो आउनु यहाँ पनि घरमा पूजा तर दामी छैन हात धुनु पनि छ 500 दिन माथि शिवलिङ्ग दामी छ दर्शन गराइ दर्शन गराइ 2 वर्षको जर्नी सफल होस् यही हो हेर्ने गयो लड्छ है लड्छ पानीको धेरै हिट भयो माया बस्छ मुटुमा मायाको हिता छुट्टै दुनियाँको डर छैन मलाई भगाइ लान्छ हामी भिजेर यत्रो लुत्रुगा भइसक्यो असँग हामीलाई गर्मी भइरहेको छ भने अहिलेको समयमा हामी एकदम जाडेर लगलग काटिरहेको छ म तपाईँहरूलाई एउटा चिज देखाउन गइरहेको छु यहाँ हेर्नु त हात हेर्नु न हेर्नु त है कति सेतो भयो तपाईँले हेर्नु कति गोरो कति कालो खुट्टा हेर्नु न खुट्टा नि यस्तै भएर यो चाहिँ त स्कुटर चलाएर होला छोटी छोटी हात सब भिजे लित्रुक्कै भिजे फेरि पानीमा भिजाल्नु छ नि फोन पानीमा भिजाल्नु छ हो छैन बिग्रेको हामी ओरिजिनल मान्छेको ओरिजिनल फोन हो नि त के हुन्छ बुट माथिबाट धर्ना भनेको त त्यो हो नि त के सामान हुन्छ है ढिलासँग ल भयो तर मलाई टेन्सन भिजु त भिज्यो अब यसरी कसरी जानु हौ भोक पनि डेन्जर लागिरहेको छ यो मलाई अस्ति आजलाई लिनुभएको 50 रुपियाँ अब यसकै खाजा खानु 50 रुपियाँ के आउँछ भन्नु त ल हाम्रो मोबाइलको चार्ज पनि सकिसकेको छ अनि अहिले चाहिँ हामी छिटो छिटो घर जानुपर्ने हुन्छ कपाल म त कपाल चिलाउँदै पानीमा भिजाएर होला फेरि नुहाउनु भयो त तपाईँको हेर्नु यहाँ गालामा कपाल छ हेर्नु न श्री महादेव चण्डेश्वरी मेरो दिदीलाई नेको पारिदेव चण्डेश्वरी श्री महादेव मेरो दिदीलाई हिँड्ने बनाइदिए मेरो दिदी अहिले ग्रस्त हुनुहुन्छ उहाँलाई खाद्य उठ्ने बनाइदिए सुत्ने बनाइदिए नाच्ने बनाइदिए मेरो पहिलो अन्तिममा सबैबाट यही हुनेछ ए सकेको छैन तपाईँको ओभर एक्टिङ 10 रुपियाँको ओभर एक्टिङ
ओभर एक्टिङ मनको कामना हो यो हुँदैन अहिले चाहिँ हामी यहाँ भिजी पनि सक्यौँ ठ्याक्क घाम पनि गयो शीतल हुँदैछ माथि बिसाउनु भयो यार घाम सिकाउनु भनेको त पानी घाम पनि भइदियो त यार घाम हो ल हेर्नु यस्तो भइसक्यो यो के हो अब संस्थामा मैले आजको चोइस भिजेर यस्तो भइसक्यो कपाल पनि खोलिसक्यो खासमा अलिकति यस्तो मुखमा त धुनु भनेको भिजिहाल्यो जहाँ अब कपाल सुकाउने पाउने काम बाटोमै हुन्छ लड्नु के भयो त्यो पनि तपाईँकै होइन ऊ त कालो कालो हो हो ऊ त्यहाँ कमल दाईको लुगा ऊ त्यहाँ छोड्नु भएछ तर मेरो कानमा पानी पस्यो जस्तो लाग्यो मलाई कान दुख्दैछ भनेको कान दुख्दैछ कसै खैसिन के भयो आँखा पनि दुख्दैछ यो आँखा दुख्दैछ अब चाहिँ हामी एकैचोटि घर पुगेर तपाईँहरूलाई देखाउनेछौँ किनकि फोनको चार्ज सकिसकेको छ ब्याट्री लो भनेर यहाँ सूचना आइसकेको छ Finally, guys, we have reached in our destination. हामी चाहिँ यत्रो लम्बा त्यो भर्याङ पार गरेर हामी चाहिँ रोड्ने आइसक्यौँ तर अहिले पनि अलिकति कम छ माथि उनीहरूलाई अहिले सास गरिरहेछ अनि आज चाहिँ मेरो व्रत जस्तै भइरहेछ 12:30 भइसक्यो 12 बजी अहिलेसम्म मुखमा केही खाएको पनि छैन हालेको पनि छैन त्यो कमलले खाजा खुवाउने अरे के खुवाउनु छ हेर्दै गर्नु होला पिकनिक खाना आज पिकनिक त होइन होला पिकनिक हो अनि कस्तो यस्तो अहिले झार्छु मैले कुन स्कुल गयो यो सिनियर भएको रहेछ होला पानी पऱ्यो आसिले हेलो गाइस भयो एकछिनै जग्गा सुरु भयो पानी पनि पर्यो हामीले केही कुरा छुट्यायौँ हामीले छोडेर आयौँ एउटा काम मेमोरी तर केमा क्याप्चर छ फोनमा मेमोरी क्याप्चर आइफोनमा क्याप्चर छ फोनको मेमोरीलाई किन मेमोरी भन्छ थाहा छ मेमोरी दिमागलाई चाहिँ किन मेमोरी भनेर दिमागमा पनि त हुन्छ नि त दिमाग मेमोरी होइन एउटा मान्छेको मात्र दिमाग मेमोरी हो विजय साई कसको अरे विजय साई भनेको को ल नाम चाहिँ सुनेको तर को पढ्ने क्या विजय साई भनेको नाम सुनेको तर को पढ्ने केटा ए त होला न गर्ने होइन गाजा पड्काएर आज कस्तो स्कुटरको यसमा त यसमा त खतरा थोप्रा देखिरहेको हो त्यो पट छ नि चिन्नु त हुँदैन यो रोड किन तपाईँले पिच गर्नु भएन के पी त होइन म त अहिले त बालेन
नेपालको बाटो यहाँ खाना हाल्यो यहाँ के खानु तर मलाई उता हेरेन ड्रोन उडाउँदो रहेछ भगवान मिल्यो भने फेरि झगडा हुन्छ नि त्यसको गाजा गाजा यो गाजा पड्काएर आछ के अरे तिनमा ब्याट्री चाहिँ त्यस्तै हो किनकि दम चोर्नु लाग्छ नि त यो फुलले दुईटा मिनिङ आयो क्या ब्याट्री डाई भनेको अनि आइन डाई त म पऱ्यो नि त फेरि डाई तपाईँ पर्यो के बोल्नु सबै आफ्नै काममा जाँदैछ नि कोही कता हामी जाँदैछौँ सबैको आफ्नै लाइफ छ आफ्नै तरिकाबाट जिरहेको छ अनि एउटा हामी छौँ बिना काम त्यतिकै डुलिरहेको छ मकै पनि यत्रा भयो दुःख हुँदै जाने फेरि घर टाउको दुख्न थाल्यो मेरो त इन्डीको चाइल्ड भनेको के हो इन्डीको चाइल्ड भनेको इन्डीको चाइल्ड INDIG हो त्यो त कलरको नाम कलर हो अनि मैले कहाँ सुनेको इन्डीको चाइल्ड अलिक लक्की हुन्छ यस्तो हालतमा के खाजा हाल्यो चिसो न चिसो टपरी मोमो भन्नु छैन 90 डट टपरी मोमो टपरी मोमो खान आएको छ 4% फोनको ब्याट्री थाहा छैन कति बेलासम्म टिक्छ हिजो मैले चार्ज नलगाएर म फोन मोमो पनि आइसक्यो उहाँ चाहिँ खान थाल्नु भइसक्यो अनि यहाँ चाहिँ छैन टपरी कस्तो छ मिठो छ 10 आउट अफ 10 स्याउली पनि आइसक्यो गाइज दुईटा साथी खानुहुन्छ तेल कति हाल्छ 500 हाल्छ ठुलो रहेछ त्यहाँको मलाई थाहा छैन म चाहिँ मन्डेज वर्क भन्छ क्या यसलाई कोर्स भन्छ कोर्स कि चोर्स भन्छ चोर्स भन्छ है कोर्स भन्छ क्या यसलाई हाउस होल्ड वर्कलाई चोर्स भन्छ कस्तो सेतो अनि 1000 के अरे यो वासिङ डिस त डेलीको हो ल 1000 वाटर अनि त्यसपछि ब्रिङ 1000 वाटर ब्रिङ 1000 त्यो टोयलेट पनि सफा गर्दिन क्लिनिङ त्यहाँको उयोहरू छ क्या कपालहरू त्यो टिपेर प्लास्टिकमा हालेर त्यो फोर्खालमा हाल्ने त हो नि टोयलेट क्लिनिङ वासिङ डिस 1000 वाटर टोयलेट क्लिनिङ कुकिङ त अहिले किन गर्नु पर्यो अहिले चिन्ता नगर्नु तर मन्डेमा खाना पकाउँछ आजको लागि भने क्या अर्को मन्डे त अर्कै भइहाल्छ नि आजको लागि भयो नि किन मन्डे सन्डे लेख्नु पर्यो त 2 डेज वर्क गर्नु नि अनि लुगा टिप्ने त्यो लुगा त्यस्तो भन्नु पर्दैन ल म आफै गर्छु त लेखिराख्नु पर्दैन मलाई तपाईँले टिप्नु छ त नि रिस उठ्ने हो न आफैले टिप्ने जस्तो त्यसपछि के छ अरू काम मैले त्यसपछि मुख धुनेतिर तपाईँको चाहिँ मुख धुने कालो न कालो भइसक्यो अनि यसो रुम सफा गर्ने
त सिकाइराख्नु पर्दैन यस्ता बच्चा बच्चीको गर्दैनस् त त्यही भएर भने झन् गर्दिनँ लेख्नु भयो भने झन् गर्दिनँ वासिङ डिस 1 जार वाटर टोइलेट गर्दिनँ लुगा नि। टिप्ने रुम सफा गर्ने टोइलेट क्लिनिङ भनेपछि त्यो परिहाल्यो यति नै हो ल आज धेरै काम छैनतिर चाहिँ भिडियो एडिट गर्दै थियो अन्त अहिले चाहिँ यहाँ बुलडग टेस्ट गर भनेर आफै खाँदैछ के भन्ने यस्तोलाई आफ्नै छ एक सरको दुनियाँको एक सरको दुनियाँको तर मलाई चाहिँ मनपर्छ पिरो म जति नै पिरो मनपर्छ नचाहिने कुरा नगर न करेन्टको करेन्टको अनि उयो गर्नु हुँदैन त अनि करेन्टको त्यो मसला सबै हान्नु डराउनुहुन्छ त पिरो हुन्छ भने तिमीहरू सबले खाँदैन भनेर नि मलाई एक्लैलाई बनाइदिएन यहाँ खाँदैन नि त मदिरा चाहिँ खाँदैन मना चाहिँ खाँदैन मद खाँदैन त्यति दामी छ पिरो त आफू जस्तो खान्छ 3x हो 3x जस्तै छ बुल्दक भइहाल्छ नि खाँदैन तैँले होइन म खाँदैन चाखी छैन टिपिएम खाएको थिएँ चित्त बुझेन? गएर खाएको थिएँ स्वर्ग पुगिस् पिरो भयो अनि नर्क नर्क चाहिँ पुग्छु होला हौ ल चाहिँ एक बाइट हान हान पिरो नखाने ढुङ्ग्री छ प्राउनहरू छ तारेको मैले लिदाकोमा होइन खै के बनाएर साथी नै एक सरको दुनियाँको भयो त के बनाएर दिएको थिएन यस्तै नै दिएको थियो अन्त पिरोले त्यत्रो खानु सकिन होइन हाँसेर स्यासेर फ्याँपे भनेर खाइसक्यो सबै तर पिरो नि म त खान्छु तर म त सक्दिनँ तर लास्ट छ यो दामा एक सरको दुनियाँको भयो बरु मलाई झोलवाला चाउचाउ मनपर्छ नातिर भाँच्यो खाइहाल्छ ल ससेस ढुङ्ग्री यो ढुङ्ग्रीको निसारको तपाईँ ससेस खाने देन कि भातसँग खाने म त नखानु भातसँग दे एउटा खाने गर्नु छैन कस्तो लाग्यो बुल्दक दामी छ मेरो नि यहाँको फ्यान चला न नि शीतलमा बस्न चलाएर एकछिन गर उता फर्का नि तपट्टि फर्काउने के के लाउनु पर्छ ल किम्ची 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 ल बिन्दुले किम्ची चाहिँ हाल्नुपर्छ बिन्दुले किम्ची किन्नु पर्छ कहाँबाट किन्ने किन थाहा यो त मुला कचर भन्दा दिन्छु किम्ची हो अनि किम्ची देखाए त किम्ची भनेर किनेको मुला कचर जस्तो छ्या छ्या खानेकुरा छ्या त भन्दैन तर किम्ची र गयो तर होइन होला है किम्ची अनि बिन्दुलीको किम्ची त अर्कै हुन्छ त स्क्याम भयो कि क्या मिठो होइन मिठो होइन क्याबेज किम्ची रहेछ मिठो होइन यो स्क्याम भयो एक्सपेक्टेड एक्सपेक्टेसन भर्सेस रियालिटी भर्सेस रियालिटी रियालिटी दिस मिठो लाग्यो खानु नि त पैसा परेको खानु 250 मनराले साँच्ची रुन्छ होला लास्ट कुरो छ
पार्नु गाइस मलाई चाहिँ यो बुल्डक मिठै लागेन कस्तो कस्तो छ हौ यो भन्दा त करे नै ठिक छ मिठो होइन आँखा मेरो आज हामी खाना खान लागेको अनि हाम्रो आज डिनरमा छ बासमती चामलको खाना नभए पनि जे भए पनि खाना पाएको छ अनि के को मासु रागाको अनि यहाँ छ हाम्रो प्राउन अनि यहाँ छ कुकुम्बर काँक्रा भयो त्यही हो अनि अहिले चाहिँ खाना खान लागेको लेट्स इट विथ टुगेदर हजुर खान्छु म खानु